हेलो साथीहरु, केआईपी को चाहिँ लेभल 2 छोगुप ई को चाहिँ एक्जाम दिन लाग्नु भएको छ भने यो भिडियो हजुरहरुको लागि हुन सक्छ। राम्रोसँग हेर्नु होला अनि हजुरहरुलाई यो भिडियो यो क्वेशनहरु चाहिँ कतिको आउँछ हैन, मैले डिस्क्राइब नगरिकन एक्सप्लेन नगरिकन हजुरहरुले पहिला नै कतिको बुझ्नुहुन्छ मिलाउनुहुन्छ त्यो नि याद गर्नु होला अनि राम्रोसँगले भिडियो पनि हेर्नु होला है त। मैले चाहिँ अब सुरु गरियो चाहिँ हाम्रो सनसेङ निमले यस्तो खालको क्वेशनहरु आउँछ है भनेर हामीलाई चाहिँ दिनु भएको थियो अनि त्यही भएर मैले चाहिँ हतार टिकटकमा हजुरहरुलाई शेयर गरिहालेको नि त, हजुरहरुलाई नि अलिकति हेल्पफुल हुन सक्छ भनेर यो चाहिँ मा लाग्यो हो यो क्वेशन चाहिँ स्पिकिङमा आउँछ हजुर। अनि यो चाहिँ लेखाइमा हैन है त, यो चाहिँ सोधिने क्वेशनहरु हो, त्यही भएर राम्रोसँग हेर्नु होला। यहाँ चाहिँ थामुल फोगो छिलमुने थेदाप हासियो भनेर लेखेको छ माथिबाट, अनि गाना दा भनेर लेखेको छ। यो गाना दा अनि हजुरहरुलाई थाहा छ नि तीन जना गरेर लान्छ नि त स्पिकिङको उसमा क्वेशनहरु सोध्ने ठाउँमा तीन जनामा लागिमा तीन जना लिएर जान्छ अनि त्यही भएर क्वेशन नै तीन जनाको लागि ठिक्क छ नि त। अनि यहाँ के लेखेको छ अनि त यो क्वेशन चाहिँ गाले चाहिँ खुरीमे सारामुन मुअसुल हागो इसयो भन्छ। गाले चाहिँ के गरिरहेको छ भनेर भनेको छ नि त, हजुरले अवश्य पनि देखिराख्नु भएको छ। गाले खाना बनाउँदैछ, गानन योरी हागो इसयो हैन। अनि त्यहाँदेखि अर्को नालाई सोधिने अर्को साथीलाई सोधिने क्वेशन खुरीमे सारामुन मुअसुल हागो इसयो इ सारामुन सेथागिरुल थोलिगो इसयो हैन। सेथागी पाल्लेरुल हागो इसयो भन्न अलि मिल्दैन, यसलाई सेथागिरुल थोलिगो इसयो भन्नुपर्छ। अनि अर्को तेस्रो नम्बरमा दा खुरीमे सारामुन मुअसुल हागो इसयो। अनि यो तेस्रो नम्बरको मान्छेले पनि छङसुगिरुल थोलिगो इसयो नै भन्नुपर्छ। यसमा पनि छङसुरुल हागो इसयो भन्दा नि हुन्छ होला सायद, तर यसले चाहिँ मेसिन चलाइराखेकोले गर्दा मैले भने जस्तै एन्सर नै हुन सक्छ सायद। अनि अर्को चाहिँ यहाँनेरि सेकेन्ड नम्बरको क्वेशनमा वाल्दोङ एस तपाईलाई हैन सी भनेको अब मेरो नाम हालेर लाई हाल्सु इन्नुन गसुन म हो भनेको यति भरिमा तपाईलाई मन पर्ने कुरा के हो, गर्ने कुरा के हो, गर्न सक्ने कुरा के हो भनेर सोधेको। अनि डाटा सी नै गारा दामा छुङेछ भनेको मध्ये चाहिँ कुन काम चाहिँ छुरो प्राय युजुअली गर्नुहुन्छ भनेर सोधेको। अनि अर्कोले चाहिँ गाना दामा छुङेछ अतन इरी छेल अर्यवायु वे खोर्यो। अनि कुन चाहिँ तपाईलाई गारा दामा चाहिँ नारा दामा चाहिँ कुन चाहिँ सबैभन्दा धेरै अप्ठ्यारो लाग्छ अनि किन लाग्छ त भनेर यसलाई डिस्क्राइब गर भनेर भनेको छ नि त। अनि अर्को तेस्रो नम्बरमा डाटा सी छिबेछ नुगा छिबानीले हो घरभित्र काम कसले गर्छ हजुरको घरमा भनेर सोधेको छ। अनि अर्को गारा दामा वाल्तोङ जुङेछ अतन इरी थारुन सारामे अनि थो मूल फातको सिपायो कोबाट तपाईले हेल्प लिन सक्नुहुन्छ। गारा दामध्येको के अरे कामहरुमा चाहिँ तपाईले कोबाट चाहिँ हेल्प लिन चाहनुहुन्छ भनेर सोधेको छ। अनि अर्को चाहिँ नुगा छिबानीला हानन्जी सी खोयाङ्गा हाङ्गुगे फिग्यो हे पोसेयो भनेको चाहिँ घरमा उता गाउँघरमा आफ्नो नेपालमा हैन, नेपालमा चाहिँ घरको काम घरभित्र काम कसले गर्थ्यो र यहाँ विदेशमा आएर कसले गर्छ त्यो विषयलाई त्यसमा चाहिँ विश्लेषण गर्नुहोस्, एक्सप्लेन गर्नुहोस् भनेर भनेको छ। अनि अब घरमा त मेरो मम्मीले गर्नुहुन्थ्यो, यहाँ चाहिँ म गर्छु भनेर भने मैले चाहिँ यसमा चाहिँ हैन। यसरी नै यो क्वेशन बुझ्ने। हजुरहरुलाई चाहिँ कस्तो लाग्यो मेरो भिडियो, अर्को नेक्स्ट पार्ट पनि हेर्नु होला। हस् त, थ्यांक यू।